बर्खामा त हिँडे नहुने बाटो हुन्छ गाइस। गाइस यहाँ हाम्रो चाहिँ काम गर्दै हुनुहुन्छ यहाँनिर उहाँनिर सरहरू। बाटो लास्ट अफरोड छ यार, बाटो एकदम है। यो उकालो के झर्नुपर्छ कि ठेल्नुपर्छ है? दबाएर दियो नि। गयो 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 गयो। वाह राइडर हो राइडर यार। वाह छिरो 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 त्यस्तो उकालो पनि यस्तो खतरा छ बाटो। बाटो सीमित छ, विकास हुँदैछ, बन्दैछ। मेन साहुको घर आइपुग्नु लाग्यो। मेन साहुको घर आइपुग्नु लाग्यो। मेन साहुको घर पनि आइपुग्नु लाग्यो। साहु ल ईश्वर काफ्ले सरको घर चाहिँ यहाँ हो। यो बन्दै हो, यो बन्दै गरेको घर हो। अहिले फर्माको सुरु भएको रहेछ। मिस्त्री भाइहरू माथि माथि छन्। यही हो ईश्वर काफ्ले सरको घर। पसल जुन छ उहाँको हार्डवेयर, उहाँको हेर्दा सामान। अब हामी चाहिँ त्यहाँबाट गइसक्यौँ। म बस्ने टहर हो, यही हो है। टहर हो यो म बस्ने। मेरो घर त नभनौँ, लुटेर कमायो भन्छ पछि। यो एरियामा चाहिँ ल किन जाउँ न पसल। म पनि उतै जाने हो नि, चाँदो बाटो। यहाँ म अहिले भात पकाएको छैन। ल गाइस यस्तो छ यो चाहिँ बाटो। फेरि यो हामी दुवाकोटभित्र छिरिसक्यो। अहिलेको भट्टाबाट छिरिसकेको दुवाकोट। गाइस हामी चाहिँ लगभग दुवाकोटको भक्तपुर दुवाकोट बारुद कारखाना केएमसीदेखि केएमसी चारदुवा बाटो तल्लो चारदुवा बाटोको बारुद कारखाना चोक आइपुग्नु लाग्यो हामी। अब हाम्रो सर भाषामा जाने अरे। अब म चाहिँ पसलमा गएँ, फेरि अर्को पार्टमा निक्लिने छु। थ्याङ्क यू भेरी मच।